जयबसी हामी चाहिँ अहिले चाहिँ हामी के प्लान गरिरहेको छौँ भन्दाखेरि चाहिँ अब यहाँबाट चाहिँ हामी हाम्रो कमलामा जाने योजना हिजोबाट गरिरहेको त्यहाँ गएर चाहिँ हामी एउटा प्रयाण गर्नेछ भिडियो चाहिँ नानीले गर्नुहुन्छ अनि दिदीलाई चाहिँ त्यहाँ चाहिँ आज हामी एउटा केही कुरा सोध्दैछौँ अनि उहाँको रिएक्सन चाहिँ कस्तो हुन्छ गाइने है हामी चाहिँ यति नै हो हामी चाहिँ अब प्लान गर्न गइरहेको छौँ है अनि उहाँको रिएक्सन चाहिँ कस्तो हुन्छ हो त्यो नै हामी चाहिँ हेर्न चाहन्छौँ नानाको सामानहरू के गर्छ अलिक सामानहरू ल्याउनु न सामान लिएको छैन भन्दा 35,000 यहीँ गइसक्यो खोइ के पनि देख्दैन खोइ यहीँ गइसक्यो के छ खोइ के अलिक डेट एक्सपायर सामानहरू हटाउनु पर्यो अझै डेट एक्सपायर चाहिँ कहाँ राखेको छ अनि अस्ति एकजना बहिनीले यहाँ कम्प्लेन मलाई सुनाउँदै थियो नानाले के लेखेछ पनि डेट एक्सपायर पनि सामान पनि अलिक महँगो पनि बेच्ने होइन त्यो चाहिँ उयो चेन्ज गर्नु त राखेको कम्पनीले चेन्ज गरिदिन्छ डेट एक्सपायरहरू त बेच्नु भएन नि त होइन त्यो त साट्ने हो नि त कसले बेचेको छ अनि एकजना बहिनी खै पूजाथलीमा झुम्दै आएको थियो त अनि म यहाँ माथि कुरा गर्दै थिएँ कुन चाहिँ हौ के को उसको नाम त थियो अलिक कुन भन्नु त उसको टाइपको थियो मङ्गोलियन केसको थिएन भनौँ न यहाँ आउँछ अरे मेरोमा अनि महँगो गर्दो रहेछ अनि त्यस्तो महँगो गऱ्यो भने महँगो प्रिन्टको पनि घटाएर दिइरहेको छु महँगो गर्ने अरे यो डलको चाहिँ कसरी बेच्नुहुन्छ कुन चाहिँ डल त नि मैले यो त त्यो यताबाट लिएको 600 हो अब खोलैमा त्यो मैले त्यो 475 मा लिएको अनि 600 भन्नु परेको परेन खोलैमा त्यो 475 मा लिएको तपाईले अनि महँगो भन्छ यहाँ आएर भर्नु पर्यो त्यहाँनिर सिलाउनु पर्यो त्यो भएर अनि तर 600 भन्ने तर 550 सम्म त्यो बहिनी यतै कता बस्छ के यो के अरे इमाडोलतिर बस्छ भन्नु त त्यो तपाईकोमा आइराख्ने हो त्यो मान्छे अनि त्यस्तो महँगो गर्नुभयो भने त नि क्या हामी पो आर्यन नै हो मान्छे चाहिँ कहाँ टिकाथलीमा चाहिँ आएको थियो विश्वासी हो विश्वासी कहाँनिर भन्नु त हाम्रोमै आएको थियो यतैको इमाडोलमा बस्ने तर इमाडोलमै बस्छ कि बस्नु चाहिँ तर विश्वासी चाहिँ को रहेछ विश्वासी अनि महँगो भन्छ रहेछ यो नाना तपाईँको दिदी भन्नु कसरी बेचेको छु हेर्नु न त होइन बेच्नु अरे यो 60 रुपियाँ तपाईँ भन्ने चाहिँ को 60 रुपियाँ बेच्नुहुन्छ है कहाँ छ 60 रुपियाँ यो कति हो ब्रेन्डमा 60 लेखेको होला होइन तर मैले 50 कहाँ यहाँ खोइ ब्रेन्ड चाहिँ तर यो त डेट एक्सपायर छ नि नाना ल हेर्नु यहाँ अनि त्यसरी बेचेपछि अनि कसरी हुन्छ उनीहरूले 60 राखेको छ मैले 50 मा बेचिराखेको छु डेट एक्सपायर होला नि त नि सामान 5 रुपियाँ राखेर बेचिराखेको होइन डेट एक्सपायर हो यो हुन्छ भर्खर ल्याइदिएको यो होइन डेट एक्सपायर नङपालिसमा चाहिँ ल हुँदैन डेट एक्सपायर अब यो 1 वर्ष हुन्छ नि हो त्यसको मान्छेले भराउने नाना हो साँच्चै गरौँ के भनेको नानी अहिले टाइम नहोला उता गएर आएर चाहिँ गरौँ त्यो त नभने अहिले नै गरौँ ब्याङ्क त बन्द पो हुन्छ त 4 बज्यो फेरि तर तपाईको फेसलको सामान के को छ फेरि डेट एक्सपायर होला नि तेरिका बहिनी मान्छेले भने साँच्चै मलाई के भन्छ मेरोमा डेट एक्सपायर हुने सामान चाहिँ कहाँ राखेको छ त हेर्नु न मलाई त डेट एक्सपायर छ कि त खोइ आमालाई चाहिँ कसले भने बित्थामा नाटक नगर्नु न डेट एक्सपायर भएको सामान ल्याउनु त यता यहाँ राखेको छु यता हेर्नु त कम्पनीलाई टिकट गर्नको लागि ल्याउनु त यता हेर्नु म त बर्बाद भइयो नि छैन यहाँ डेट एक्सपायर भएको सामानहरू मैले बेचेको छु यो डेट एक्सपायर भएर यता यही हो फेसियल पनि हामीलाई चाहिँ परमेश्वरसँग डर हुँदैन ओ वेट यसरी गर्नुपर्छ अनि यो त निकालेर राख्नु भएको छ हाल्नुलाई मैले यो डब्बा राख्नुलाई यो डेट एक्सपायर हो डेट एक्सपायर अनि त्यो बहिनीलाई चाहिँ किन फेस अलिअलि बिग्रियो भने त कसको त्यो बहिनीले भन्नु न त त्यो देखाउन त को रहेछ त्यसलाई म भोलि यो भन्नु को त्यो चाहिँ आउँछ त्यो त हो साँच्चै हो कि नाना ल आउरे तपाईँ त्यसो नगर्नु न भने तपाईँ सबै पसलमा राम्रो हुन्छ क्या नाना त्यसो डेट एक्सपायर नराख्नु को चाहिँ भन्नु न त त्यो चाहिँ इमाडोलमै बस्ने हो तर उसको आफन्त हाम्रैतिर बस्छ क्या म फोटो देखाउँदा नि त्यसो अनि उसको फोटो चाहिँ कहाँ हुन्छ
अनि होइन डेट एक्सपायर तपाईँले बेच्नु भएन भने अनि डेट एक्सपायर चाहिँ कहाँ राखेको छु फेस चाहिँ अलिकति बिग्रियो कसरी बिग्रियो भने क्या मलाई अनि त्यो बिग्रिन्छ दिदीले त डेट एक्सपायर फेसमा अलिकति के भन्छ मिलेन भन्ने फेस वास फेस वास होइन फेसियल गर्न आएको थियो कहिले आएको थियो मैले भेटेको होइन भेटेको 15 दिन भयो 15 दिन यहाँ आएको थियो रे यहाँ आएको बर्बाद भयो नानाले त त्यस्तो चाहिँ बेच्नु भयो त ल भरे के चाहिँ गरौँ ल नाना खै के गर्नु डेट एक्सपायर भएर त अब नि ल्या हो कस्तो अनि त्यस्तो बनाइदियो भने डेट एक्सपायर भएको त मैले कम्पनीले पठाउनुहुन्छ यो अस्ति यो लेडीको डेट एक्सपायर भएको थियो होइन ल यता आउनुहोस् म एउटा देखाउँछु आउनु यहाँ देखाउनुहोस् यहाँ यो चाहिँ अर्को ल यहाँ आउनु त म देखाउँछु यहाँ आउनु न थाहा छ उता हेर्नु त प्राङ्क